नमस्कार साथीहरू, आज हामी बुझ्नेछौँ विद्युत कसरी उत्पादन हुन्छ र हाम्रो घरसम्म कसरी आइपुग्छ। हामीले स्विच थिच्ने बित्तिकै बत्ती बल्छ। आउनुस् यसको पछाडिको प्रक्रियाहरू बुझौँ सजिलो भाषामा। सबैभन्दा पहिले विद्युत उत्पादन गरिन्छ पावर प्लान्टमा। नेपालमा प्राय जसो जल विद्युत प्रयोग हुन्छ। सुरुमा नदीको पानीलाई ड्याममा जम्मा गरिन्छ र पाइपबाट तल झारिन्छ। त्यो पानीको दबावले टर्बाइन घुमाइन्छ र टर्बाइनसँग जोडिएको जनरेटर पनि घुम्ने गर्छ। जनरेटरभित्र चुम्बक र कोइलहरू हुन्छन्। जब घुम्छ तब इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन हुन्छ र एसी विद्युत उत्पादन हुन्छ। अब उत्पादन भएको विद्युतलाई सिधै घरमा पठाइँदैन, किनकि लामो दूरीमा पठाउँदा ऊर्जा घाटा अथवा पावर लस हुने गर्छ। त्यसैले स्टेप अप ट्रान्सफर्मर प्रयोग गरेर भोल्टेज बढाइन्छ, जस्तै 11 केभीबाट 132 केभी वा अझ बढी। अब यो उच्च भोल्टेज विद्युत ठुला टावर र तार मार्फत 100 किलोमिटर टाढा पठाइन्छ। यसलाई ट्रान्समिसन सिस्टम भनिन्छ र जुन माध्यमबाट ट्रान्समिसन गरिन्छ त्यसलाई ट्रान्समिसन लाइन भनिन्छ। सहर नजिक पुगेपछि सब स्टेसनमा फेरि अघि बढाएको भोल्टेजलाई घटाइन्छ। 132 केभीबाट 33 केभी अनि 11 केभीमा ल्याइन्छ र सब स्टेसनमा भोल्टेज घटाएको विद्युतलाई पोलहरूबाट घर नजिक ल्याइन्छ। त्यहाँ रहेको डिस्ट्रिब्युसन ट्रान्सफर्मरले 11 केभीलाई घटाएर 220-230 भोल्ट बनाउने काम गर्छ। अब विद्युत हाम्रो घरमा आउँछ। पहिले इलेक्ट्रिक मिटरमा जान्छ, जहाँ हाम्रो प्रयोग भएको युनिट मापन हुन्छ। त्यसपछि एमसिबी र फ्युजबाट जान्छ, जसले सुरक्षा दिने काम गर्छ। अब हामी बत्ती, पंखा, फ्रिज र टिभी चलाउन सक्छौँ। नेपालमा हामीले नर्मल्ली घरमा प्रयोग गर्ने विद्युत भनेको एसी हो, जसको फ्रिक्वेन्सी 50 हर्ज हुन्छ र भोल्टेज 220-230 भोल्ट मात्रै हुन्छ। यसरी पानीबाट सुरु भएर टर्बाइन, जनरेटर, ट्रान्सफर्मर हुँदै विद्युत हाम्रो घरसम्म आइपुग्छ। यदि तपाईलाई यस्तो सजिलो साइन्स भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।